देशमा यस्तो बेरोजगारी छ तपाईको गाउँमा चाहिँ मान्छे मरेपछि के अरे मरेको लासलाई उठाउने मान्छे छैनन् गाउँ युवाहरू विदेशी दैछन् हैन गाउँमा रोजगारका व्यवस्थाहरू ल्याउनु पर्छ रोजगारका योजनाहरू ल्याउनु पर्छ युवाहरूलाई स्वरोजगार बनाउँछ शिक्षाको अवस्था त्यस्तो छ सरकारी स्कुलहरू छन् बोर्डिङ स्कुलहरू बनाउनु पर्छ यस्तो कुरामा तपाईको ध्यान जाँदैन बोर्डिङ स्कुलमा म जानु हो भन्ने हो हैन तपाईको स्कुलको सबै मान्छेहरू सरकारी स्कुलमा पढ्छन् त्यहाँ पढ्नुको लागि बोर्डिङ स्कुल छैन स्वास्थ्य सेवा छैन एउटा मान्छे बिरामी भयो भनेपछि कति टाढा हिँडेर जानुपर्छ जे धेरै बिमार भ्या परे लैजान पर्दैन कम भ्याबर त धामिका निका गरेलान भनेपछि तपाईको चाहिँ बिरामी भएपछि धामी कामे बिरामी ठिक भयो ठीक हो जान्छ झिक्कै हो गया भरे अति हो गया भर पुइ थोडा अब दवाईमा जस दिउनु देवताले भने भरे पुइ मती लैजान